यो र हामीले मैले दुःख गरेर रोपेको अनि कालो लाउने हो कालो कुद्दो कुद्दो लाज हुन्छ केटा पछाडि हुँदा एउटा मदी पछाडिको बहिनी त्यसो नि बोल्दै बोल्दै कुदेको राम्रै लगाएर मैले त्यहाँ पुगेर छोड्दैन 1 मिनेटमा पहिलो राउन्ड हान्दो रहेछ हौ कति खुट्टादेखि कुर्नु लडिरहेको थियो कालो कुदा हौ साह्रो हौ अर्को हरा लेडिज जेन्ट्समा आयो छोड्नु भएन राजा छोड्नु भएन त्यतिकै कुदा त्यतिकै अहिले त्यतिकै टेरेसमा गुडिया भन्छ के भन्छ ढुङ्गा खान्छ न खुस्किने गरी ल लास हुन्छ दुईजना पहिलो अगाडि ए अझै छ अर्को त्यत्रो हान्छ 2 पुगिसक्न लाग्यो त्यसको दुईजना छोरी मात्रै अगाडि त नाम थाहा पाउनुपर्छ त्यस्तो के भन्नु उही पनि यही हुने रहेछ पास्ता ल भाइ चितुवाकी सुटमा लास्ट राउन्ड तर बिहानै कुद्नु नसकिँदो रहेछ हौ होइन बिहान सास धेरै बढ्दो रहेछ नि त्यतिखेर ठिक्क हुँदो रहेछ बिहान चिसोमा सास धेरै सास बढ्दो रहेछ कविता लगाएको छैन ब्ल्याक हर्स ल साथी दुईजना बहिनीहरू मात्रै अगाडि सकेन दाइले सकेन गोजीमा कार्टुन हालेर बुझिरहेको ओ सञ्जय भाइ हान्नु ओ सञ्जय भाइ हान्नु यो नि हाम्रो शक्ति मिल्यो नि त कविता लेखो माफ लाग्यो भने मान्छे घुम्छेर म रातोले हान्नु रडिङ दिदी चप्पल खोलेर कुद्नु चप्पलमा त मरै पाएर सर्दैन ओ जुत्ता खोल्नु सोल्टीहरू मुट्टु फुटुन्जेल कुद्नुपर्छ त्यो भाइ पछाडि भएछ भाइ फासो भएको कालोलाई जितेर राखेर बस्नु
दाइ हार मान्नु हुँदैन हान्नु हान्नु हारको पछाडि जित हुन्छ ओ सञ्जय दाइ छिटो कुद्नु नि हौ ठिक छ छिटो जहाँ मैले हेरिरहेको छु हाम्रो गाउँको दाइले जिताउ भनेको हार्ने बारो चट्टी दिनु मिले त हुन्छ अर्को हाल्नु अरे थाहा हुँदैन त अरे तर हेरिरहेको हुन्छ नि केटाहरूले फेरि हिँडेर भए जित्नुपर्छ जाल भएर छ्याङ लास्टमा चप्पल लाउने बहिनी पऱ्यो नि अझै छ भर्खर 6 मिनट हुँदैछ 6 मिनट रेकर्ड गरिरहेको छु यहाँ 6 मिनट हुँदैछ टेन्सन छैन 6 मिनट 33 सेकेन्ड भयो एउटा बहिनी अझै यतै होला होइन चप्पल लाउने ए सबसे लास्ट उयो हो बहिनी आमा थोरै छ नि त्यसको त लङ्का छोड्यो लास्टको पनि 8 मिनटमा चाहिँ हान्न सक्ने रहेछ 12 मिनट टाइममा केटीहरूको अनि 8 मिनटमा